जीवन्त मेरो नेपाली हो। भिजा आइदिए मात्र हामीले चाहिँ संसारको सबै कुरा जितियो जस्तो लाग्छ। न इन्फर्मेटिभ कन्टेन्ट बनाउँदाखेरि अलिकति बढी मेहनत गर्नुपर्छ कि नर्मल खालको गर्दाखेरि पनि मेहनत उति नै हो? म विदेश जान्छु, म अस्ट्रेलिया जान्छु, अस्ट्रेलिया बाहेक अरू कन्ट्री कुनै पनि थिँदै थिएन। ओके, अब जस्तो अब नेपाल छोड्दा सबैभन्दा गाह्रो चिज चाहिँ के लाग्यो त्यो? जब म त्यो एउटा घाँस टिपेर मुखमा त्यो हुन्छ नि खाना लाएँ नि, म त्यो चबाउँदा चबाउँदा त्यो घाँटीबाट तल नै गएन कि। पहिलो दिन याद छ अस्ट्रेलिया ट्याक्क ल्यान्ड भएपछि कोलिन आउनु भएको थियो होइन, कहाँ गएर बस्यो, कस्तो थियो त्यतिखेरको मेन्टालिटी, त्यो माइन्ड सेटअप बुझौँ न। मेरो मम्मीले चाहिँ जिस्काउनुहुन्थ्यो, बिहा गरेर जालिस् नि त, डिपेन्डेन्टमा जालिस् नि त। अनि मेरो बाबाले चाहिँ सिधै भन्नुहुन्थ्यो होइन है। अब के नेपाल विकसित होला जस्तो लागिरहेछ अहिले पछिल्लो समयमा बालेन सरकार आएपछि? उठ्यो गयो, म स्कुल क्लिनिङ गर्थेँ, म पुलिस स्टेसन क्लिनिङ गर्थेँ, हुन्छ नि त्यो 3 मन्थ्ससम्म रेगुलर रोएँ के दाइ। के भयो भने आँचल नेपाल फर्किन्छ वा होइन अब यहाँ आइसकेको छु यतै नै सेटल हुन्छ? त्यो माइन्डमा मम्मी भनेको छ, बाबा भनेको छ, मेरो बाबा मम्मीले के गर्दै हुनुहुन्छ होला भनेको छ, म नेपाल कहिले जान्छु होला भन्ने जस्तो हुन्छ। म बेटर लाइफको लागि विदेश आएँ भनेपछि म मेरो छोरीलाई फेरि ब्याक त के लानु, यसलाई भनौँ न एउटा यहीँ सस्टेन गरौँ, यसलाई के यहाँ गरेर जाउँला भन्ने भयो। यो आफ्नो लाइफ चाहिँ एउटा स्टेज हो, अनि त्यो स्टेजमा खेलिरहेको सबैजना पात्रहरू, अनि त्यो पात्रहरूमा तिमी चाहिँ आफू हिरो हो। बिहान सुतिरहेको बेलामा जुरुक्क 6 बजे आँखा मिचमिची काममा जाँदाखेरि नेपालमा 8 बजेसम्म त्यो सिरक तानेर अथवा ब्ल्याङ्केट तानेर सुतेको याद आउँदाखेरि त्यो कठिन फेजमा दुःख त नेपालमा बसे पनि छ, अस्ट्रेलियामा बसे पनि छ, सुख त कतै पनि छैन। 5 वर्षपछि आँचलले आफूलाई कहाँ देखिरहेछ? यो मन त मेरो नेपाली मेरो नेपाली हो।